नमस्कार सबैलाई। म तोसीमा कार्की। अहिले म यहाँ विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू सहित यहाँ हामी एउटा फोरममा आउट अफ कन्ट्री भोटिङको बारेमा छलफल गरिरहेका थियौँ। मलाई अचम्म लागेको कुरो चाहिँ के भने सबै राजनैतिक दलहरूले आफ्नो घोषणा पत्रमा स्पष्ट रूपले लेख्नु भएको छ, विदेशमा भएका नेपाली नागरिकहरू जससँग नेपाली नागरिकता छ उहाँहरूले चाहिँ भोट गर्न पाउनुपर्छ, आफ्नो सरकार छान्न पाउनुपर्छ भनेर बकैदा लेख्नु भएको छ। र विभिन्न राजनैतिक दलहरूले विभिन्न देशहरूमा आफ्नो भातृ संगठनहरू पनि डाइरेक्टली इन्डाइरेक्टली बनाउनु भएको छ। यो भातृ संगठनहरू चाहिँ खास के को लागि बनाइन्छ? घुम्न जानको लागि, शपिङ गर्नको लागि, कार्यकर्ता मात्र खडा गर्नको लागि? यदि उहाँहरूको लागि हामी उहाँहरूको मत अधिकारको लागि लड्दैनौँ भने त्यो संस्थाहरू बनाउनुको अर्थ के? म राजनीतिक दलहरू सबै राजनीतिक दलहरूलाई प्रश्न गर्न चाहन्छु। राष्ट्रिय